भिडियो पनि होइन अब कतै घुम्न गएको त्यस्तो भिडियो बनाउनु पाएको हुन्छ नि मान्छेले नि हेर्छ होला अब हुन्छ नि कम्बिनी हो फ्यामिली मार्ट होइन मलाई चाहिँ फ्यामिली मार्टमा एकदम काम गर्न मन लागिरहेको छ तर मैले कतिचोटि सोधिसकेँ कि यहाँ चाहिँ काम छ कि नै भनेर नेपाल चाहिँ यस्तो कहिले हुने हो क्या सोच्दा मिहिनेत गर्ने हो आफै खोज्ने हो यहाँ कसैले कसैलाई अब गर्दैन बुझ्यो नि हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल हजुरहरूलाई मेरो अर्को ब्लगमा स्वागत छ अनि अहिले चाहिँ म काममा जाँदैछु अनि सोच्नु भयो होला जहिले काममा जाने बेला भिडियो बनाउँछ भनेर सोचिरहनु भयो होला अरू बेला चाहिँ फुर्सद टाइम हुँदैन नि त मेरो अनि काममा जाने बेला मात्रै एकछिन भए पनि टाइम म्यानेज गरेर चाहिँ भिडियो बनाउँछु होइन त्यही हो कामले अनि पढाइले जाँदै गर्दाखेरि चाहिँ खासै एक्टिभ पनि हुन पाउँदैन अनि भिडियोहरू बनाउनु पनि पाउँदैन त्यही भएर चाहिँ अहिले बनाउँदैछु अनि म बस्ने चाहिँ 5 तलामा हो अनि तल जाँदा चाहिँ लिफ्ट पनि छ होइन माथि जाने आउने गर्दा चाहिँ लिफ्ट पनि छ सजिलो पनि छ त्यही हो एकदम आउन जाँदा चाहिँ सजिलो हुन्छ भरिङ पनि छ त्यो भरिङ चाहिँ चढिरहेको छैन अनि मैले अहिले चाबी चाहिँ मेरो यहाँ मेल बक्स आउनेमा चाहिँ राख्नु भएको छैन हेर्न सक्नुहुन्छ म चाहिँ यहाँ पुग्छु किनभने दिदी र म बस्ने हो नि त अनि दिदी अब नाइट सिफ्ट गरेर चाहिँ आउँदैन हुन्छ होला अनि त्यही भएर चाहिँ मैले चाबी त्यहाँ राखिदिनुपर्छ अनि मसँग एक्स्ट्रा चाबी पनि छ जुन मेरो यो अपार्टमेन्टको मेन गेटको चाहिँ चाबी छ मसँग अनि माथि रुमको चाहिँ पर्दैन किनभने दिदी गएर चाहिँ रुमको चाबी नलाइकन सुत्नुहुन्छ अनि सजिलो पनि हुन्छ मलाई यो चाहिँ मामा घर बेला बेलामा 9%ले मामा घर पनि जानुपर्छ तर अहिलेसम्म म चाहिँ जानु परेको छैन तपाईँहरूलाई चाहिँ अनि एउटा सरप्राइज पनि छ फाइनली मेरो युट्युब च्यानलमा चाहिँ 1 मिलियन सब्सक्राइबर भइसक्यो थ्याङ्क यू सो मच फर लभ एन्ड सपोर्ट्स यस्तो भन्ने दिन चाहिँ कहिले आउँछ होला होइन जे होस् भिडियो हुन्छ नि अब के भन्छ हार नखाइकन भिडियो बनाइराख्यो भने चाहिँ हुन्छ होला मेबी एक दिन सफलता मिलिहाल्छ होइन तर भिडियो बनाउनै अल्छी लाग्ने क्या कसैले सपोर्ट नै गर्दैन अनि बनाउन पनि मन नलाग्ने क्या यसो राम्रो भिडियो बनाएर पोस्ट गर्यो खै कसैले पनि सपोर्ट गर्दैन अनि त्यो बेकार भने जस्तो मात्र फिल हुन्छ जे होस् हार नमानिकन हुन्छ नि अगाडि बढिराख्यो भने चाहिँ एक दिन सफलता पनि मिल्छ होइन त्यसको लागि चाहिँ मिहिनेत गर्दैछु हजुरहरूले चाहिँ साथ सपोर्ट दिनु होला त्यही हो मेरो इच्छा चाहिँ होइन तपाईँहरूले एकदम साथ सपोर्ट दिनु पर्यो मलाई नि द मर्निङ भ्यू अनि मेरो टिकटक पनि टिकटक च्यानल छ नि त टिकटक च्यानल क्या बोल रहे भाइ मेरो टिकटक एकाउन्ट पनि छ नि त अनि धेरै जसोले मलाई सोधिराख्ने क्वेसन चाहिँ तपाईँले मास्क किन लगाइराख्नुहुन्छ मास्क खोल्नु भन्नुहुन्छ क्या खोल्दिनँ के गर्छ तिमीहरूले भनेर खोल्नुपर्ने मैले त्यस्तो चाहिँ भन्नु हुँदैन होइन किनभने मैले मास्क लाउनुको रिजन पनि छ क्या एउटा त ह्यान्डसम छैन होइन हजुरले सोचे जस्तो ह्यान्डसम पनि छैन त्यसमाथि मेरो 5 इयर्सको एक्सपिरियन्स पनि छ होइन कोभिडदेखि मैले लाउनु थालेँ हो त्यहाँदेखि बानी परे हो मेरो +2 सम्म पनि मैले मास्क लगाएरै कटा हो भन्छ नि +2 अनि अर्को कुरा चाहिँ के भन्ने कुरै छैन क्या अब भन्नलाई पनि अब कतै गएर भिडियो हुन्छ नि अब कतै न्यू भ्लग अब के भन्ने होला है म त अब हुन्छ नि अब भिडियो पनि अब कतै हुन्छ नि घुम्न गएको भ्लग बनाएको हुन्छ जहिले डेली भ्लग पनि अब भिडियो पनि होइन अब कतै घुम्न गएको त्यस्तो भिडियो बनाउनु पाए पो हुन्छ नि मान्छेहरूले नि हेर्थ्यो होला अब हुन्छ नि
जहिले काममा जाने बेला भिडियो बनाएको छ के बोलाएको छ के बोलाएको छ होइन अब कतै घुम्न जाऊँ भने पनि पैसा छैन क्या मसँग अहिले चाहिँ मेरो गएको फीले मलाई टेन्सन दिइरहेछ नि त अनि त्यही भएर मैले गएको फी पनि तिर्नुपर्छ अनि रुम भाडा प्लस खानासाना यस्तो हुन्छ नि अब खर्च चलाउनु पऱ्यो नि त अनि त्यही भएर पनि हो त्यसमाथि टाइम पनि हुँदैन अब हप्ताको 6 दिन त मैले कामै गर्छु अनि एक दिन मात्रै बिदा हुन्छ मङ्गलबार बिदा हुन्छ अब आज आइतबार सोमबार चाहिँ मेरो नाइट सिफ्ट पनि छ त्यही भएर टाइम म्यानेज गर्न पनि गाह्रो छ अनि यो चाहिँ कमी हो फ्यामिली मार्ट होइन मलाई चाहिँ फ्यामिली मार्टमा एकदम काम गर्न मन लागिरहेको छ तर मैले कतिचोटि सोधिसकेँ कि यहाँ चाहिँ काम छ कि नै भनेर अनि काम छैन भनेको थियो अनि होम पेजबाट पनि सर्च गर्नु होला खोज्नु होला यस्तो फोन गर्नु होला त्यो फर्म भर्नु होला भने जस्तो लाग्थ्यो अब मलाई आउँदैन नि त फ्यामिली मार्टको 7-11को मात्रै आउँछ 7-11मा चाहिँ मैले उस गरेर एप्लाई गरेर मेन्सेज पनि दिएको थिएँ अनि मेन्सेज पनि राम्रै भएको थियो तर मैले चाहिँ के मिस्टेक गरेँ भन्दाखेरि चाहिँ होइन मेन्सेज दिने बेलामा चाहिँ त्यहाँको एजेन्सीले चाहिँ होइन मलाई चाहिँ बिहानको 5 बजेबाट 8 बजीसम्म गर्न सक्छस् कि नै भनेर सोधेको थियो तर मैले सक्दिनँ भनिदिएँ सिधै सायद मैले गर्न सक्छु भनेको भए चाहिँ राख्थेँ होला अनि पछि चाहिँ राखेन खै के भएर हो सायद मान्छे चाहिएको थिएन होला त्यही भएर त्यसमाथि भाषा पनि कति छ भनेर सोधेको थियो N3 लेभलको छ कि नै भनेर सोधेको थियो अनि छैन अब एक्जाम दिने हो भनेर भनेको थिएँ त्यही हो हजुरहरूले पनि कम्पनीमा काम गर्न चाहनुहुन्छ भने चाहिँ भाषा लेभल बनाएर आउनु होला अनि एक्जाम पनि दिएको राम्रो नेपालबाटै अनि यहाँ चाहिँ उस छ क्या तपाईँहरूको फेभरेट प्लेस चाहिँ मान्छे गाड्ने ठाउँ हो कि यो जापानिजहरूले मन्दिर पनि छ मान्छेहरू पनि गाड्छ यहीँ गाड्छ होइन यसरी चाहिँ राख्छ मान्छेहरू गाड्छ यो चाहिँ धाम बाइकी हो अनि के मलाई चाहिँ धेरैजनाले अनि मतलब धेरैजना भन्दा पनि कोही कोहीजनाले चाहिँ अनि नेपालबाट अहिले जापान आउँदै हुनुहुन्छ नि त कतिजना त आइसक्नु पनि भइसक्यो अनि कोही कोहीजनाले चाहिँ अनि पहिले के नेपालबाटै काम खोजेर राखिदियो भन्ने आफै आएर खोज्ने हो मिहिनेत गर्ने हो आफै खोज्ने हो यहाँ कसैले कसैलाई हेल्प गर्दैन बुझ्यो नि आफ्नो लागि आफै गर्ने हो आफ्नो लागि आफै जिउने हो आफै गर्ने हो मिहिनेत गरेर पो फल पाइन्छ होइन एक्कासी अनि यो मिहिनेत नगरिकन फल टिप्न खोज्यो भने त अनि कहाँ तर हुन्छ त्यही हो भाषा बनाऊ अनि आएर काम खोज्छ आफै भाषा भयो भने जसले पनि काम दिन्छ कि तिमीलाई यसरी अरूको अगाडि हात फैलाउनु पनि पर्दैन भनिराख्नु पनि पर्दैन आउने हो ड्याङ्की ड्याङ्लाएर यहाँ मात्रै पेन्ट हान्ने हो सिधै हुन्छ नि मलाई पनि कम्पनीमा लगाइदेऊ काम खोजिदेऊ रे त्यसलाई बहुत राखिदिन्छ यहाँ बुढाबुढीहरू आफै त महादेव कसले देला बर भने जस्तो क्या आफैले काम नपाइरहेको बेला कहाँ अनि अरूलाई काम खोजिदिएर बस्छु त नि होइन अलिक सोच्नु पर्छ नि भने मान्छे यहाँ के भन्छ अरे 3 महिना काम नगरिकन ठ्याप्पै भएर बसिरहेको छ यहाँ डिप्रेसनको शिकार भएर बसिरहेको मान्छे हाम्रो नेपाल चाहिँ यस्तो कहिले हुने हो क्या यस्तो कहिले हुने हो यस्तो नहुँदै मरिन्छ या हामी त देख्न नपाए सायद होइन नेपाल पनि यस्तै डेभलप कन्ट्री भएको भए चाहिँ होइन यसरी हामी चाहिँ विदेश आउनु पर्थेन होला नेपालमै केही गरेर बसिन्थ्यो नि त भने जस्तो स्यालेरी प्लस काम भएको भए त होइन भन्छ अरे नेपालमा त्यस्तो नभएपछि अब विदेश नै धाउनु पर्दो रहेछ अब आफ्नो सपना पुरा गर्न चाहिँ विदेश नै आउनु पर्दो रहेछ नेपालमा बसेर कामै छैन भने जस्तो जागिर पाउँदैन भने जस्तो तलब पाउँदैन म चाहिँ काम गर्ने ठाउँमा पुग्न लागेँ
काग पनि के हो कस्तै कराउँछ यार कहाँ हो भन्छ त कहाँ गर्नु छैन कहाँ भन्छ म यहाँ कम्पनी जाँदै हो जापानिज के भन्छ जापानिज कागहरू पनि बोल्नै नआउने यार भन्न पनि नआउने त काग कति हाफ लाग्ने हो सुन्दा पनि ल गाइज म चाहिँ पुगेँ मेरो काम गर्ने ठाउँमा सपोर्ट गर्नु होला साथ दिनु होला थ्याङ्क यू फर वाचिङ माई एनदर भ्लग पुगेँ गाइज